हामी सबैजना मामा भान्जी माइजू भाइ छोरो मिलेर तालचोक हामी घुम्न जाँदैछौँ। हाम्रो यो फ्यामिली भ्लग हो। आज हामी त्यही घुम्ने क्रममा हाम्रो आजी पनि हुनुहुन्छ त्यही बेङस्थलमा। हामी गएर यसो भेटघाट गरेर आउनेछौँ। अनि कहिलेकाहीँ यसो फ्यामिली मिलेर यसो बुढाबुढी छोरो अनि भान्जीलाई लिएर यसो घुम्नु पनि पर्छ होइन। अब जिन्दगीमा सधैँ घुम्नु भन्ने त यस्तै हो, तर कहिलेकाहीँ भन्ने कुरो चाहिँ छुट्टै हुन्छ। यसो रमाइलो पनि हुन्छ, याद पनि हुन्छ। भान्जीलाई लिएर हिँड्दाखेरि, मामासँग हिँड्दाखेरि, माइजूसँग हिँड्दाखेरि छुट्टै एउटा रमाइलो हुन्छ क्या। अनि त्यो रमाइलो हुँदाखेरि हामीले अब पछि गएर हामी अलिकति उमेर हुन्छ हाम्रो, हामी मामा माइजू अलिकति बुढेसकालमा लाग्छौँ। हाम्रो भान्जी पछि गएर ठुलो हुन्छ, जवान हुन्छ, अनि गएर हेर्छिन् भान्जीले चाहिँ युट्युबमा गएर हामी पहिला यसरी हिँडेको मामा माइजूसँग भनेर। अनि पछि हाम्रो भान्जीको अब पछि गएर अनि अब विवाह हुन्छ, त्यतिखेर हेर्दाखेरि सानसानो भण्डाइ मुन्टिङले के भन्नुपर्छ हामीलाई, मामा माइजूलाई भान्जीको बाजे बजाइ यस्ता थिए है भनेर हाम्रा भान्जीको सन्तानले होइन हेर्छन् नि। त्यो पनि एउटा राम्रो। हामी हजुरबा के हुन्छ त्यो थाहा भएन, नाटक के पर्छ भान्जीको छोराछोरी के हुन्छ अब हाम्रो अब त्यो पछि गरौँला होइन। तर पछि गएर हेर्छन् होइन त नि। हल्का बाबुलाई टी सर्ट किनिदिएको बाबु कम। वाह उही हिरो देखिएछ नि होइन। कसरी फर्किदियो होइन। आज ससुरालीतिर यसो आजी घरतिर घुम्न आएको। यहाँ अब बाटो अलिकति पानीहरूले बिग्रेको रहेछ। कहिलेकाहीँ यसो घुम्नुपर्छ, कहिलेकाहीँ यसो आउनुपर्छ। बाटै अलिकति स्केन्डे त्यो पानी त्यही त नि बाबु। एउटा कुरा चाहिँ के भन्छु भने म तपाईँहरूलाई होइन, हाम्रो यो प्रत्येक हाम्रो यो दमौली पोखराको बस छ अथवा हाम्रो यो जुनै पनि हाम्रो अब के अरे बेङस्थलको बस छ नि, यो सबैमा चाहिँ के गर्नु पऱ्यो भने हाम्रो यो 3 वर्षबाट तलको बच्चा हुन्छ नि, बालबालिका जति पनि अब आमाहरूले लिएर हिँड्नुहुन्छ नि, उहाँहरूलाई चाहिँ छुट्टै एउटा सिट के जस्तै हाम्रो ज्येष्ठ नागरिक सिट छ, हाम्रो अपाङ्ग सिट छ नि, हो त्यस्तो बालबालिकाको लागि एउटा छुट्टै सिट चाहिँ बनाइदिनु पऱ्यो राज्यले चाहिँ। किनकि प्रायः जस्तो मान्छेले त अब हुन त कतिजनाले सिट छोडिदिनुहुन्छ, तर कतिजना सिट छोड्नुहुन्न कि। मैले आज पनि यसो हेरेँ विचार गरेँ होइन। त्यही भएर यो चाहिँ राज्यको ध्यान जाओस् है त म यही भन्न चाहन्छु। ल हेर्ने यस्तो बाटो छ, यस्तो बाटो एकदम हिलोमा मजाले हामीहरू हिँडिरहेछौँ। मकै पनि फलेछ है त। फाइनली हामी ससुराली आइयो है केटा। ल बाले चोया बन्दै हुनुहुन्छ। ल
त्यही लागि ल कस्तो माया लागिरहेछ बाबाको धेरै माया लाग्छ है अर्को हिरो आयो यति के भयो ल्याएर आज अस्ति पनि आएको नि तिमी त नि ए हाम्रो यहाँ ए रोटी मलाई मम्मी ए ठिकै छ ल उहाँ तिम्रो चाँदनी जस्तै टल्किरहोस् विद्यार्थी हो तिम्रो जीवन पढाइप्रति लम्की ताली बजाऊ फाइनल्ली आज धेरै पछि भएको चाहिँ मजाले के भन्छ यसलाई कविता भन्छ के भन्छ सायरी हो माई गड सायरी ल फाइनल्ली आज चाहिँ धेरै दिनपछि बाको सायरी सुन्न पाइयो एकदम खुसी लाग्यो यस्तो सायरी सुन्न पाए त म दिनका दिन आउँछु नि आउनु पर्ने नहार हुन्छ है तिमीलाई धन्यवाद भन न बालाई भन्यो अनि यस्तो राम्रो आशीर्वाद दिन्छ थ्याङ्क यू भेरी मच भन्नु पर्यो नि त हामीलाई रमाइलो हुन्छ त्यो त यस्तो हो नि त मान पाउँदैन नि त तपाईँको सोचाइ हो नि त त्यो त हामीले गर्न सक्छ ल फाइनल्ली अब हामी घर फर्किँदैछौँ होइन ससुरालीमा पनि धेरै राम्रो कुरा भयो खानपिन पनि राम्रै भयो रोटी पनि खाएँ अनि अलिकति आराम पनि गरियो ल हेर्नुहोस् अब हामी फर्किँदैछौँ होइन यो बस पार्क अब आउनु लागिसकेछ अब जय जस्तो मान्छे घरिघरि आइराख्नु पनि राम्रो होइन वर्षमा एकचोटि 6 महिनामा एकचोटि आउने हो अनि उहाँहरूले त अब आइराख्नु भन्नुभयो ठिकै हो बेला मौकामा म मेसो पऱ्यो भने आइराख्छु ल अब बाँकी भिडियो अब पछि लिएर आउँला अब अहिले हामी घरतिर जाँदैछौँ सब्सक्राइब गर्नु होला च्यानलमा जोडिनु होला है त जय नेपाल भन्न चाहन्छु